ल थ्याङ्क यू दाइ अहिले 9 AM भएको छ है हामी तीनजना दाजुभाइ नुवाकोटतर्फ लम्किँदै अनि मलाई धेरै जसोले एउटा प्रश्न गरिरहेको हुन्छ नुवाकोट किन एक्सप्लोर गर्न खोजिरहेको हो तिमी छ नि टोखामा बसेर टोखा धेरै एक्सप्लोर गरेको छैन नुवाकोट चाहिँ किन प्राइमरी गो टु प्लेसमा राखेर एक्सप्लोर गरिरहेको तिमीले आफ्नो गाउँ ठाउँलाई माया नगरिकन अरूको प्लेसलाई किन यसो चिनाइरहेको भनिरहेको हुन्छ है अनि म चाहिँ के भन्छु भन्दाखेरि मैले चाहिँ यो कुरा राखेको छैन किनकि आफ्नो जन्मभूमिको छ नि कसलाई पो माया लाग्दैन र होइन जस्तै कि नुवाकोटमा सबै छ क्या धाँदैको होइन प्योर कुरा गर्नुपर्छ नुवाकोटमा हरेक कुराहरू छ सांस्कृतिकदेखि लिएर प्राकृतिक कुराहरूदेखि लिएर सब भाषा लोज अनि मेरो मेन इन्टेन्सन भनेको नुवाकोट पपुलर बनाइसकेपछि नुवाकोट एक्सप्लोर गरिसकेपछि धेरैजना आगन्तुकहरू आउनुहुन्छ नि त अनि नुवाकोट घुम्नलाई कहाँबाट जानु पर्यो टोखाबाट है अनि नुवाकोट जाने क्रममा के पपुलर हुन्छ इन्डाइरेक्टली टोखा पपुलर हुन्छ होइन त गाइज यही मेरो इन्टेन्सन हो है मेरो आशय यही हो बुझ्नु होला है भाइरोडको बाटोमा धुलो उडाउँदै है कामहरू फटाफट भइरहेको छ 2 वर्ष भइसक्यो है यो अहिलेसम्म सकेको छैन अलिक फास्ट वेमा चाहिँ गर्नुपर्ने है नुवाकोट ह्यान्डसम रे मम्स लभ आमाको माया मात्र यस्तो उसरी हो जुन कहिले डेट एक्सपायर हुँदैन बाबाको माया पनि हुन्छ है गाइज है बाबा आमा दाजु भाइ बहिनी सबैको माया हुन्छ है मान्छेहरूले चाहिँ बाबाको माया किन देख्दैनन् आएन है माया आमाको माया चाहिँ इमोसनली स्ट्रङ हुन्छ होइन भिजिबल हुन्छ क्या ड्याडीको मायामा यस्तो सङ्घर्ष लुकेको हुन्छ कि होइन त्यो हेर्नुपर्छ है गाइज त्यो चाहिँ कदर गर्नुपर्छ है आज हिमाल चाहिँ बवाल क्लियर देखिरहेको छ गाइज अगाडि पछाडि दायाँ बायाँ त्यो चाहिँ गणेश हिमाल हो मेरो लेफ्ट साइडको चाहिँ रुबी भ्यालीको है मौसम क्लियर छ आज नुवाकोट सम्धि के छ खबर क्याब्रेली सम्धि के छ खबर 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 फोटोसुट चल्दैछ सबजनाको ल पोज स्याउँदै पोज दिनु पऱ्यो आमामा स्याउँदै आज पुरै नयाँ गेटअपमा के हो पुरै न्यू पिन्स ल यो नि भाइरल रोड हो यो नुवाकोटको भाइरल रोड एउटा ड्रोन सट लिने रे है अब सेना दाइ अब त्यो प्लेस चाहिँ दामी छ एकछिन रेस्ट नै हुन्छ मस्तको एरियल सट लिउँ न होइन के छ र यो जिन्दगीको छैन भर यस बवाल देखिरहेछ ल गाइज 9:45 AM हामी यहाँ एकछिन रोक्छौँ अनि त्यहाँ ब्रोहरूको रोयल इनफिल्डको के राइड रहेछ आज सही हो जानुपर्छ हेलो हेलो माइक टेस्टिङ ड्रोन टेस्टिङ राम्रो ड्रोन चलिरहेछ है ड्रोन सट यति आउँदा पनि कस्तो मजा आउने है फ्रेस हावा पाउने क्या यहाँ चाहिँ पुरै इन्टु द जङ्गल टाइपको अक्सिजन भरि भराउँछ यहाँ अब चाहिँ हामी एकछिन रिफ्रेस गर्दै हो त्यसपछि अब हामी 6 केही खान्छौँ होला नट स्योर है मैले हेभी ब्रेकफास्ट चाहिँ गरिसकेँ अब त्यसपछि एकदम रमाइलो हुँदैछ एकदम रमाइलो भइरहेछ ए हुन्छ दाइ अब हामी चाहिँ आज जान लाग्यो भनेको सुम्बु हो नुवाकोटको पुरानो सुम्बु गइहाल्ने हो र तर यति मात्र खिच्दा नि दामी आउने रहेछ सर्ट यति मात्र खिच्दा पनि ए दाइ अनि के ठिक छ त्यही त म त कहाँ सुन्तलाको सिजन रहेछ अहिले है सुन्तला खाने भए आउनुभएको ताजा ताजा वाउ काउले फ्लावर कि बन्डा फ्लावर हो बवाल ओ माई गॉड धान सुकाउने स्टाइल नै अलग छ यहाँ धान काटेर त्यहीँ सुकाउने रहेछ ल तराईमा जस्तै रहेछ यहाँ नि है छहरेमा आज के हो प्याक छ त जाम जाम होला जस्तो छहरेमा आज मजाको छ है छहरे पनि काठमाडौँबाट 1 घन्टामा पुग्न सकिन्छ है
होमस्टेहरू नि राम्रो खालको छ यहाँ आउनु होला भिजिट गर्नु यहाँबाट नजिकै कपिलास पर्वत छ राइट साइडमा टाढी खोला छ राम्रो छ ओहो भोक लान थाल्यो यार अहिले आएर खानेकुरा गरेकै भोक लाग्छ भन्दा भोक लागेको जस्तो फिल हुन्छ खोइ मलाई मात्रै हुने कि सबैजनालाई हुने यस्तै है ओके होटल हिमचुली एन्ड लज है श्याम दाईकोमा श्याम मामा हाम्रो विजय भाइको मामा हो क्या उहाँ चाहिँ मैले चाहिँ अहिले DJI माइक मिनी युज गरिरहेको छु है अब कतिको यो स्पिडमा नि कतिको क्लियर आउँछ क्वालिटीको साउन्ड आउँछ चेक पनि गरौँ है कुदाउनु चाहिँ मजा आउने क्या यो रोडमा मेरो विचारमा राम्रै कनेक्टिभिटी चाहिँ राम्रै छ होला 100+ पनि राम्रै आउँछ भनेर सुने है मैले त्यो छुलुङ्गे पुल नि मजा आएको छ यार गाइस राइट साइडबाट डुब्चेश्वर पुग्छ 1 सेकेन्ड पनि जानु मिल्छ त्यहाँबाट है राइट साइडबाट वाउ ट्र्याक्टर के हो गाडी त कडा छ त अगाडिको मजा आउँछ यार यस्तो गाडी चलाउनु पनि के हो अगाडि के लेखेछ गाडीमा पढाइ किन बिचमै छोडिस् भनेर प्रश्न नगरिदिनुहोस् न महोदय परीक्षामा गरिब भन्ने विषय लाग्यो कटाउनै सकिन वाह 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 सायरी चाहिँ बल लेख्ने क्या गाडीमा नेपाली गाडीहरूमा है दिस इज ढिकुरे पुल खोला मजाको छ है अझ मौसम क्लियर छ क्या जस खुसी लाग्यो ढिकुरे बजार आयो है गाइस मजा आएको छ यार ढिकुरे बजार पनि धेरै मेमोरिजहरू छ 2017मा हो कि 18मा म भिन्टुना रेली आउँदाखेरि यहाँ हामीलाई स्वागत गर्नुभएको थियो लाख्या नाच अनि भोजसोज के भएको थियो जस प्रोग्रामहरू रमाइलो थियो ढिकुरे बजार चाहिँ ड्रास्टिक वेमा चाहिँ चेन्ज भएको रहेछ त्यसैमा खुसी लाग्यो मलाई चाहिँ है 7-8 वर्षपछि आउँदा पनि त्यस्तै भाइ भयो क्या मलाई त्यो धेरै त्यो भास चेन्ज भएको जस्तो चाहिँ लागेन मलाई है त्यो भनेको राम्रो हो नि अलि फेरि बिल्डिङ चाहिँ अलिअलि नयाँ बन्न थालेछ त्यही हो चेन्जेस भनेको पुलिस चेकपोस्ट छ यहाँबाट यहाँ फुटपाथ एउटाको चाहिँ कमी देखेँ मैले एउटा इन्ट्रेस्टिङ कुरा सेयर गर्नु मन लाग्यो मलाई म धेरै नुवाकोट घुम्नु भएको हुनाले छ नि घरमा त्यो लमीहरूले कुरा चलाउँदा पनि नुवाकोटको मान्छेहरू मात्रैको कुरा गर्ने क्या केटी छ नि नुवाकोटबाटै कुरा आउनु थालिरहेछ आजभोलि के गरौँ गाइस नुवाकोटको बे गरौँ त होइन अनि ससुराले आउँदाखेरि त्यसो घुम्न नि पाउँछ होइन हो भने कतिजनाले उस कुरा ल्याइसक्यो क्या नुवाकोटकै इन्ट्रेस्टिङ राम्रो छ नि नुवाकोटको मान्छेहरू होइन अब मेरो चाहिँ अहिले बे गर्ने सोच केही वर्षलाई छैन कि त्यही भएर पनि मैले अब नरिसाउनु भनेर राखेको छु सबैजनालाई अनि म चाहिँ माया गर्ने मान्छेहरूलाई के भन्न चाहन्छु भन्दाखेरि माया गर्दै गर्नु होइन गरिरहनु नछोड्नु होइन माया भनेको माया गरेको के भन्ने अब मलाई कस्तो भन्न नआयो क्या माया गर्दैमा बिहे नै गर्नुपर्छ भन्ने छैन क्या जस्तै कि राधा कृष्णको जोडी हेर्नुहोस् न होइन बिहे गर्नुपर्छ र माया भनेको होइन त्यो बिहे गरेपछि त्यो माया सकिन्छ क्या त्यो माया नै रहँदैन जस्तो लाग्छ क्या मलाई अब जो चाहिँ मेरो वेल विश्वास हुनुहुन्छ होइन एउटा मलाई माया गर्ने प्यारो मान्छेहरू हुनुहुन्छ है अब ठिक छ मैले ठ्याक्कै अब कस्तो डाइरेक्ट वेमा नि भन्न सक्दिनँ त्यस्तो कुराहरू छ नि जस्तै इन्डाइरेक्टली भनेको हजुरले बुझ्नु भयो कि नै होइन अनि माया हुन्छ होइन सबैजनाको एउटा प्रपोज आफूलाई मन परेको कुराहरू मलाई मन पऱ्यो भनेर एउटा हाल्नु पाउनुपर्छ भन्नु पाउनुपर्छ तर अनि मन नपरेको खण्डमा मन परेन भनेर भन्न पनि पाउनुपर्छ है बुझिदिनु होला होइन त्यस्तो क्रेजी माया नगरिदिनु होला प्लिज भन्न चाहेँ मैले है नुवाको दरबार जाने बाटो ल ब्रो जाउँ यहीँबाट है त्यही हो माया भनेको यस्तो सफा मनले गर्नुहोस् कि होइन त्यस्तो एक्सपेक्टेसन केही नराख्नुहोस् कि केही पनि नराख्नुहोस् होइन
मैले हजुरलाई त्यो डोमिनेट गर्नु खोजेको नि होइन हजुरहरूलाई होइन अनि या के भन्ने हो त्यो क्रेजी नहुनुहोस् क्या बेकारमा त्यो छ नि अर्को मान्छेलाई नि टेन्सन हुन्छ होइन तपाईँलाई नि टेन्सन हुन्छ सबैजनालाई टेन्सन हुन्छ क्या एउटा ओभर थिङ्किङ धेरै हुन्छ क्या पुरै डिप्रेस टाइपको फिल हुन्छ दुवैजनालाई त्यसैले अब त्यो हाँसीले गर्नुपर्छ भन्ने छैन क्या माया भन्ने कुरा छ नि माया मन परेको मान्छेलाई ल ठिक छ म माया गर्छु भनेर भन्नुपर्छ होइन राम्रो हो त्यो आफ्नो मनमा डुबाइराख्नु भन्दा पनि त्यो भन्नुपर्छ क्या पछि रिग्रेट हुन्छ भनेन भने है म चाहिँ त्यस्तो खालको मान्छे हो अनि अरूले रिजेक्ट गर्यो भनेर फेरि त्यो क्रेजी टाइपमा नहिँड्नुहोस् क्या प्लिज है त्यसरी मलाई पनि एकदमै धेरै प्रेसर हुन्छ त्यसरी बुझिदिनु होला है अब मैले खास त्यो यो कुरा ल्याउनुको मेन रिजन भनेको हाम्रो एडभेन्चर फ्यामिलीहरू चाहिँ यसरी क्रेजी हुनु भएन है लभमा आफ्नो प्यासनमा चाहिँ क्रेजी हुनु पऱ्यो है ठिक छ लाइफमा रिजेक्सन्सहरू त्यो हुन्छ है हरेक कुरा हुन्छ माया भनेको गर्लफ्रेन्ड बोयफ्रेन्ड मात्र होइन क्या होइन त्यो बुझ्नु जरुरी छ हामीले ल वान सेकेन्ड थ्याङ्क यू सो मच भन्न चाहे सबैजनाले जसले मलाई मन पराउनुहुन्छ है एकदमै थ्याङ्क यू सो मच एकदमै ब्लेज ठान्छु कि आफूले आफूलाई हजुरहरू सबैजनाको माया पाउँदाखेरि चाहिँ अनि अब त्यो माया हजुरले नै बुझ्नुपर्छ म नि माया गर्छु नि हजुरहरूलाई होइन त्यो अब बिहे नै गर्नुपर्छ भन्ने टाइपको माया चाहिँ नसोच्नु होला है गाइज एकदम नरिसाउनु कि मैले हट गरेको भए एकदम सरी भ्लग मार्फतै सरी भन्न चाहेँ मैले यार के किन बोलिरहेको छु के बोलिरहेको छु जस्तो हुन्छ कहिलेकाहीँ तर मन हल्का हुन्छ क्या यस्तो बोल्यो भने मेरो भ्लग गर्नुको मेन रिजन भनेको यही हो कि आफ्नो दुःखहरू पोख्नु आफ्नो थट्सहरू छ नि पोख्नु पनि हो अरूले नि केही सिकोस् सुनोस् बुझोस् सल्लाह सुझाव पनि दियोस् भन्ने मान्यता हो मेरो मजाको छ नुहाकोटै घुम्न आउनु होला है ब्रदर यो त हाम्रो स्वेम्बु जाने बाटो यही हो कति टाइम लाग्छ जस्तै कि झुक्किने बाटोहरू छ हामी सिधै गयो भने पुग्छ हस् धन्यवाद हस् थ्याङ्क यू है हजुर कहाँ जाने हामी स्वेम्बु जानु लाग्यो स्वेम्बु थाहा छ तिमीलाई ल हाम्रो गाइड बन्ने हो ल भाइहरू आज लानु रे उनीहरू माथि स्वेम्बु गाइड गरिदिने रे हामीलाई ल बस ल ल तिनटैमा बस नि तिनटैमा बस ल कति टाढो छ बाबु होइन उनीहरू त्यही माथि नै जानु लाग्यो रे ल दाइकोमा एकजना बस बाबु यहाँ बस ल थ्याङ्क यू अगाडि बस ल अगाडि बस ल ल समाउ ल जहाँ समाउनु मन लाग्छ खुट्टा यहाँ राख ल है बाबु यहाँ राख ल हेर कस्तो थियो ठिक छ यहाँ समाउँदा नि हुन्छ ल बाई बाबु ल राम्रो समाउ ल ल ल समर्पण बेस्ट फ्रेन्ड हो तिमीहरूको कति क्लासमा हो बाबुहरू अनि यो पछाडिको भाइ समर्पण 2 मा अनि बाबुहरूको गर्लफ्रेन्ड छ कि नै गर्लफ्रेन्ड छ कि नै छ बाबुको छ अरे पछाडिको छन् त छ कहाँ गयो त गर्लफ्रेन्ड कहाँ गयो कि ए अलि माथि छ गर्लफ्रेन्ड कतिजना छ गर्लफ्रेन्ड एउटा मात्रै एउटाले पुग्छ
पुग्दैन त बाबु लज आयो डट बाइक हो मन पर्यो ल बाबुहरूलाई डट बाइक मन पर्यो अरे है मेरो बाइक कोही त छ बाइक मन पराउने है रोक्ने हो होइन रे अलि माथि जाने रे कस्तो रमाइलो भइरहेछ बबाल भइरहेछ बबाल हो र अगाडिको चाहिँ को हो साथी हो अगाडिको बहिनी अगाडिको चाहिँ को हो साथी हो कि गर्लफ्रेन्ड हो दिदी हो कता होइन नि खोइ अर्कै होला अरू नै मान्छेहरू होला यहाँ त राटो माटो धेरै छ है पहिला नि म कति 3-4 वर्ष अगाडि यहीँबाट आउँदाखेरि म लडेँ हो नि त्यो पानी पर्ने सिजनमा यस्तोमा चिप्लेर लडेको पछि यहीँबाट आउनु पर्ला ल टप्ने आमामा स्पिड कुदाउनु पो भन्छ स्पिड कुदाउनु हुन्न क्या टप्ने धेरै स्पिड कुदाउनु हुन्न लड्छ बिस्तारै जानु अर्को बाइक नै आउँछ फेरि यहाँ ल टप्यो अगाडिकोलाई नि टप्ने राम्रै समाउ ल ये फर्स्ट भयो अब यहाँ कहाँबाट माथि नै जाने हो यहीँबाट आउने बाटो कतिको राम्रो छ अब यस्तोमा टप्नुहुन्न धेरै लड्छ त्यो अगाडिकोलाई नि टप्ने गाह्रो भयो भने भन है बाबु गाह्रो त भएको छैन नि ओहो यहाँ त पुरै घना जङ्गल रहेछ भागिसक्यो है स्याल रहेछ है त्यो मान्छे त कस्तो कुडाको त्यो अगाडिको कुदाउने मान्छे स्याल जस्तै बाटो है हो 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 भन न हो सोल्टी हो भन न आहा मजाको रहेछ यो बाटो पनि के सुकाउँदै रहेछ धान मकै लाउन यहाँसम्म आएर मकै लगाएको हो र अनि डर लाग्दैन यहाँ पानी पऱ्यो भने त पुरै चिप्लो हुन्छ होला यो माटो है पर्खिने अघि चाहिँ फेरि टप्ने रे फेरि अब रोक्ने रे टपिसकेर हामीले होइन हामी फर्स्ट यस वी आर फर्स्ट आमामा धारा रहेछ त यहाँ धारा रहेछ नि आहा घुम्न आएको हो नि हामी गाइस त्यत्रो बोलेर आएको है अफ भएर चाहिँ कहाँबाट अफ भयो होला है ठिकै छ हाम्रो गाइजहरू त्यहाँ छ हाम्रो गाइजहरू गाउँ होला है बाबु त्यो ढुङ्गामा खुट्टा च्यापेला के छ त्यो पिकनिक हो कि मेला हो यो
ए पूजा हजुर हजुर अनि यसको माथि एउटा स्कुल छ है दि ए पहिला म नुवाको दरबारबाट यो स्कुल आएको थिएँ कहाँ पऱ्यो ए यो स्कुल ग्राउन्ड ए हामी त्यहाँ बसेर यो बनाएको धेरै भएको छैन दि यो बनाएको धेरै भएको छैन ए म त्यही 2017-18 सालमा आउँदाखेरि यो देखिनँ कि मैले ए अनि एउटा सानो गणेश मन्दिर चाहिँ कहाँ पऱ्यो त्यही हो क्या ए त्यहाँसम्म चाहिँ आएँ म हजुर ल पछि बस है आमा अनि बाइक चलाउन नै लाइसेन्स चाहिन्छ नि बाबु गर्मी छ है कोरेछ है यो भाइले कोरे हो क्या हो यो भाइको यो के हुन्छ टिट हेरौँ त दाँत खोइ कस्तो मजाको लाग्यो क्या सिसी क्यामेराबाट खिच्छु अब सबैजनाको भ्लग हेर्छु चलाउँछु ल किल द एडभेन्चर भन्ने च्यानलमा आउँछ ल है चेक गर्नु पऱ्यो सबैजना भाइको अब दाँत भाइरल बनाउनु पऱ्यो के गर वाह मिकी माउस मुसाले लगेछ भाइ मेरो 3.4 मिलियन छ होइन भाइले हेर्छन् मिलियन पैसा धेरै भइसक्यो हेर्नु पऱ्यो नि 3.4 मिलियन छ अब भाइले अब 8 मिलियन पुऱ्याउनु पऱ्यो है भाइहरूले हुन्छ गोप्रो बनेन अब मोबाइलबाटै गरौँ भाइहरूले चाहिँ धर्मकर्म गर्नु रहेछ ल रमाइलो रहेछ पोखरी नै रहेछ ल पोखरी गर्मी पहाड भर्याङ सिधी ल काउन्ट गर ल 57 57 छ अरे ल 57 वटा भर्याङ यहाँनिर छ ल हेर कतिनिर पसिना आइसक्यो यहाँबाट मिल्छ हजुर खोइ ए त्यो लामो होला एकदम कस्तो भइरहेछ यहाँ आउनु बाबुहरूलाई ल रमाइलो भइरहेछ खोइ त नानु बजायो आफ्नो नाम भन्नु पऱ्यो सरोज तामाङ त टिकटकमा भाइरल छन् होइन सरोज तामाङ भनेपछि पुरैले चिन्छ नि हो नि सरोज तामाङ मेरो फेभरेट पर्सन म सरोज तामाङको फ्यान हो नि खोइ त इन्ट्रोडक्सन सेसन खोइ त नि मेरो नाम थाहा सन्तमान सन्तमान सोनी तामाङ सोनी
सोनी सनी हैन सोनी जस्तो लाग्यो सोनी पो पारीको त है हो र सनीको गर्लफ्रेन्ड सोनी बहिनीको नाम चाहिँ नानी रे कसको नामै नानी हैन 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 के रे ईशा दिदी ईशा देवल ईशा तामाङ ल अब त्यहाँ घुमौँ है हस् बाबुको नाम चम्पकलाल हो कि कसको यो बाबुको नाम खोइ त अघि गर्लफ्रेन्ड छ भने नि यो एरियामा खोइ तिम्रो गर्लफ्रेन्ड एरियामा हैन कुनमा स्कुलमा चाहिँ कहाँ कुन स्कुलमा नारायण देवी अनि भन न गर्लफ्रेन्डको नाम के हो बाबु गर्लफ्रेन्ड नाम के हो गालेको नाम राखेन ए अनि यो त झेली भइहाल्यो नि गर्लफ्रेन्ड नाम थाहा छैन नानीलाई थाहा छ है भनिदेऊ न रमाइलो भइरहेछ गाइज है थ्याङ्क यू सो मच हाम्रो भाइ बहिनीहरूलाई बाटो देखाइदिएकोमा नुवाको दरबार त्यहीँ पछाडि छ अनि अहिले चाहिँ एकछिन हामी रेस्ट गर्छौँ 12 बज्न लागेको छ त्यसपछि हजुर दाइ एकछिन फोटो खिचिदिनु म एकछिन बोल्न लाग्यो रवि एकछिन उहाँले खिचिदिनुहुन्छ है ल एकदमै रमाइलो भइरहेछ गर्मी चाहिँ गर्मी लाग्यो लास्ट हुन त जाडो महिना हो विन्टर सिजनमा हट सिजन जस्तो भइरहेछ समर सिजन मेरो चाहिँ अब एक्सन क्यामले काम गरेन है ह्याङ भएको भइसक्यो के भयो मेमोरी प्रब्लम जस्तो लाग्यो मलाई ल मेरो राखेर हेर नि त त्यो एकछिन राख्नु पर्ला एकछिन आहा कस्तो आइरहेछ भिडियो राम्रो छ ल गाइस एकदम रमाइलो भइरहेछ है पुरानो स्वयम्भू है यो कति 1700 वर्ष पुरानो भने जस्तो लाग्यो अहिलेको दाइले अनि उहाँहरू चाहिँ काठमाडौँदेखि अब जस्तै यो के भन्छ दाइ स्थापना गर्न आउनु भएछ यस्तो छ नि मन्दिर नै हो नि हैन स्तूपहरू त्यो के भन्छ छ्या गर्ने भन्छ के भन्छ चढाउन आउनु भएछ पुरै पूजासुजा गरेर हैन अनि ठिक छ राम्रो यस्तो आफ्नो पुरातात्विक के हुन्छ अब सम्पत्तिलाई पहिचान गरेर छ नि चिन्नु र अब जगेर्ना गर्नु खोज्नु भनेको राम्रो हो ल हामीले पनि गर्नुपर्छ हाम्रो त्यो मेन स्वयम्भू छ नि त्योभन्दा नि पुरानो रे के हो भनेपछि कति महत्त्वपूर्ण छ हेर न थ्याङ्क यू हाम्रो भाइलाई भिडियोको लागि
कस्तो मजाको घर यार के बनाएको रहेछ यो अब भाइहरूलाई यहीँ छोड्ने ल है यहीँ बस्ने हो है नजाने प्लिज के यो भाइलाई चाहिँ यो बदमास भाइले यहीँ छोड्ने दाइ होइन यस्तो इरिटेट गरेको यो भाइले है यो भाइको गर्लफ्रेन्ड उसमा छ अरे अस्मिता भन्ने अस्मितासँगै जाऊ आज अस्मितासँग पहिला जाने रे यो अस्मितासँग भाग्ने भन्छ अरूले भगाउँछ यो भाग्ने रे अस्मितासँग होइन अस्मितासँग भाग्ने मान्छे यही हो हेर न लजाको कति भएछ खोइ सिक्का ल चक्लेट खाने होला अब ल जाउँ बक्सर भाइ बक्सिङ खेल्न आउँछ बक्सिङ खेल्न आउँछ बक्सिङ भैरवी मन्दिर रहेछ एकदम रमाइलो भइरहेछ पसिनै पसिना भएको छ है हाम्रो भाइले चाहिँ भिडियो रेकर्ड हान्दैछ मेरो भैरवी मन्दिर छ नुवाकोट दरबार पछाडि छ पिरो भएर पसिना मेरो चाहिँ अब गोप्रो बिग्रेकोले मोटो भ्लगिङ चाहिँ अब गर्न नपाउने हो अब एकछिन यहाँ घुम्छौँ हामी अनि दाइको 360ले अलिअलि रेकर्ड गर्छौँ त्यसपछि अब घर जानुपर्ला है भाइहरूलाई थ्याङ्क यू सो मच भाइहरूसँगै जाने हामी है ल ए लिङ्गो नि हाल्छ यहाँ ए कतिवटा हाल्छ दुईटा कहिले हाल्छ दुईटा हाल्छ जात्रामा हाल्छ कहिले हुन्छ जात्रा सिन्दुरे जात्रामा यहाँ चाहिँ लिङ्गो उठाउने रहेछ लिङ्गो चाहिँ त्यहाँ देखेँ मैले दुईवटा उठाउँछ अरे है भाइहरूको अनुसार अब जात्रामा हुन्छ अरे अब खोइ कहिले हुन्छ जात्रा चाहिँ ल हालत खराब भएको छ हाम्रो पसिनै पसिने गाइज गर्मी चाहिँ धुम्म चाहिँ गर्मी छ दाइको चाहिँ गेटअप सही छ एउटा सेक्सी देखिरहनु भएको सेक्सी ह्यान्डसम हङ्क के भयो गाउँ बनाएको छ डह्रो गर्मी भइरहेछ रवि भैरवी मन्दिर जाउँ त्यहाँ कछुवा छ नि जाउँ भित्र 200 कि 325 वर्ष पुरानो कछुवा भित्र म गएर आएको जाउँ न त्यहाँ देखाउँछु कछुवा देखाउँ यो म चाहिँ धेरै गइसक्यो गएर म गएर चाहिँ क्या देखिन भित्र छ के मन्दिर भनियो
भैरवी भैरवी मन्दिर यो तलको देखिएको बजार तल गइराको बट्टार छ त्रिशुली बजार नि देखिन्छ यहाँबाट बजार अनि त्यो देखेको त्रिशुली नदी हजुर हजुर त्यो त्रिशुली अहिले मैले यही बन्द गरेँ दाइको नि भ्लग छ क्या युट्युब भ्लग युट्युब भ्लग बनाउनु छ ए हजुर क्यामेरा राखेको यस्तो थाहा छैन हजुर बाहिर ठाउँलाई यहाँ राखेको साथीहरू यहाँ आउँछन् घुम्छन् जान्छन् ए हजुर र मेरो ठ्याक्कै उस विचार मिल्यो त हामी त्यस्तै हो थ्याङ्क यू दा अब आफ्नो जन्मभूमि यस्तो रहेछ भने के थाहा हजुर बनाएको छन् यो यहाँ बनाए त्यो अब अहिलेको यत्रो विज्ञान प्रविधि हामीलाई थाहा भएन उहिले त्यो सबै देखि यहाँ यस्तो छ भने त्यो देख्ने दिव्य दृष्टि कस्तो रहेछ त हामी किन चिनेनौँ उसलाई हो नि अनि सुरक्षाको दृष्टिकोणले दरबार यहाँ हुँदाखेरि कति कुराहरू अनि दरबारसँग शक्ति हुनु पर्दछ भने चाहिँ भौगोलिक बनाएको हुन्छ आध्यात्मिक शक्तिसँग राज संस्थाको यस्तो हुँदो रहेछ त्यसरी लिउँ न हामीले होइन हजुर एकदम खुसी लाग्यो दाइलाई भेटेर पुरानो सेम्बु जानुभयो पुरानो सेम्बु नजिकै रहेछ 2 मिनट गाडीमा 5 मिनट लाग्यो यहाँबाट ठ्याक्कै राइट टर्न लिएर तल झर्ने म त्यहाँ हेर्छु थ्याङ्क यू सो मच है क्याप्चरिङ भिडियो रमाइलो भइरहेछ मलाई चाहिँ भाइहरूलाई चाहिँ कस्तो भइरहेछ रमाइलो भइरहेछ नि अब एकछिन बसौँ है दाइलाई वेट गरौँ ल भाइ दाइलाई वेट गरौँ त्यसपछि बिस्तारै जाने कि ढिलो भयो गर्लफ्रेन्ड भेट्न सबै गर्लफ्रेन्ड छ अरे त्यो नानीको पनि बोयफ्रेन्ड छ छैन त्यो सिलमुल पाण्डे भन्ने गर्नु छ कि त्यो नुवाकोटको दहन हो उयो बहिनीको बोयफ्रेन्ड बाबु नगर बस त्यहाँ अङ्कलले गाल गर्नुहुन्छ है त्यहाँ पुलिस अङ्कल हुनुहुन्छ थाहा छ कि नै त्यहाँ समाएर जेलमा खोज्नुहुन्छ नि थाहा होला बदमास भाइहरू क्या दाइ लानु पऱ्यो यिनीहरूलाई यहाँ जेल छ नि यहाँ जेलमा अनि हालिदिन्छ नि थाहा हुन्छ बन्दुक छ नि उहाँसँग के हान्यो ढ्याङ्गे हान्यो कस्तो लाग्यो गोरेले जे भन्छ त्यही भन्ने हो भने हो गोरे तिमी हो के भन्ने पछि ल भ्लगर कुन भ्लगर मोटो भ्लगर बन्ने कि बाइकमा क्यामेरा हालेर बोल्नेवाला कि यत्तिकै फेस देखाएर बोल्नेवाला बाइकमा यस ल ह्यान्डसेक गर न ह्यान्डसेक यस वेलकम ल वेलकम अहिलेदेखि नै शुभकामना है ल बेस्ट अफ लक भ्लगर बन्ने रे उनीहरूको ड्रिम भ्लगर गाइज फ्युचर भ्लगर है दामी ओके गाइज हामी चाहिँ अहिले छहरेमा छौँ है बल्ल मेरो क्यामेरा अन भएको छ है बल्ल बल्ल छहरेमा पेट्रोल हालेको कस्तो पिकअपमा फरक पाएँ क्या मैले छैन नि हो र तान्दै नतान्दै भुरभुर तान्दै नतान्दै
ल गाइजहरू घुम्नु आउँदैछन् कहाँ छ तल हो कि